भर्सेस कपिलवस्तुको म्याच हुन गइरहेको छ सेकेन्ड म्याच। टच चाहिँ कपिलवस्तु जितेर कोर्ट रोजेको छ। फर्स्ट रेड चाहिँ हाम्रो दाङको रहेको छ। फर्स्ट रेड हाम्रो दाङको। फर्स्ट रेड चाहिँ दाङको एम्टी रहेको छ। कपिलवस्तुको रेड फर्स्ट रेड। कपिलवस्तुको फर्स्ट रेड चाहिँ हामी 10 नम्बर सेभमा दिन सक्छौँ। फर्स्ट रेडमा कपिलवस्तुले 3 पोइन्ट लिएको छ फर्स्ट रेड। कपिलवस्तुले फर्स्ट रेड चाहिँ 3 पोइन्ट्स लिएर सफल भएको छ। नाइस किक दर्शन दाङले आफ्नो खाता खोल्न सफल भएको छ 1 पोइन्टले। जर्सी नम्बर 5 द्वारा राम्रो किक रहेको थियो कपिलवस्तुको सेकेन्ड रेड। बोनसको राम्रो क्रस गराएको थियो तर पोइन्ट लिन सफल भएको छ। टच पोइन्ट आएको छ दाङको चाहिँ। स्कोर भएको छ 3-2। कपिलवस्तुको 3 दाङको 2 रहेको छ। राम्रो थाहा र सपोर्टद्वारा राम्रो सपोर्ट दिएको छ। डिफेन्सद्वारा राम्रो सपोर्ट दिएको छ। स्कोर रहेको छ 3-3। जर्सी नम्बर 14 द्वारा राम्रो डबल थाएको प्रेस सफल भएको पनि छन्। जर्सी नम्बर 14 ले डबल थाई। जर्सी नम्बर 14 द्वारा डबल थाईको प्रेस लगातार अनसक्सेस भएको छ। फेरि पनि स्कोर रहेको छ 4-4।
नम्बर 10 द्वारा राम्रो एङ्गलको स्कोर रहेको छ 4-5 कपिल वस्तु डु अर डाई जर्सी नम्बर 5 द्वारा राम्रो काउन्टर राखेको थियो तर अनसक्सेस भएको छन् कपिल वस्तुले फेरि पनि कोल्नु सफल भएको छ फर्स्ट हाफ भन्ने दाङद्वारा रेफ्रीद्वारा टाइम आउटको समाप्त भएको छ ब्रेक रहेको छ कपिल वस्तुको जर्सी नम्बर 7 रेडमा आएको छन् दाङको डिफेन्सलाई पक्कै पनि अट्याक गरेर खेल्नुपर्ने अवस्था रहेको छ दाङको डिफेन्सद्वारा कमै अट्याक देखेको छ रेडरप्रति नाइस डबल फाइ हो र डिफेन्डरद्वारा पनि राम्रो सपोर्ट रहेको छ स्कोर भने बराबर रहेको छ 6-6 कपिल वस्तुको सुपर ट्याकल अन रहेको छ हेरौँ सुपर ट्याकल ब्याच कसले मार्छ राम्रो ट्याकल जर्सी नम्बर 2 द्वारा यस्तै अट्याकिङ खेल्नुपर्ने छ दाङमा यति म्याच जित्नु पर्यो दाङद्वारा दाङको रेड चाहिँ डु अर डाई रेड नाइस डु अर डाईमा सफल पोइन्ट लिन सफल भएको चाहिँ जर्सी नम्बर 9 दाङद्वारा फेरि पनि टाइम लिएको छ स्कोर भने 6-12 रहेको छ कपिल वस्तुको छ दाङको 12
गऱ्यो भने 30 सेकेन्डभन्दा बढी टाइम युज गर्ने भएकोले रेडर आउट भएको छ। कबड्डी खेल्न चाहिँ हामीले 30 सेकेन्ड मात्र रेड गर्नुपर्ने रहेको छ। राम्रो बोनस लिने कोसिस गरेको छ तर बोनस पनि अनसक्सेस रहेको छ। फेरि पनि जर्सी नम्बर 9 द्वारा ट्राई गरिनेछ। स्कोर भन्ने दाङको 14 कपिलवस्तु 8 रहेको छ। दाङको टिम भने अत्यन्तै अट्याकिङ खेल्ने मुडमा रहेको छ। नाइस किक जर्सी नम्बर 8 द्वारा। राम्रो किक जर्सी नम्बर 5 द्वारा। जर्सी नम्बर 4 भने अत्यन्तै अट्याकिङ मुडमा। फेरि पनि अलर्ट पारेको छ। स्कोर रहेको छ 9-24। फर्स्ट टाइम रहेको छ। फर्स्ट हाफ सकेर फेरि हामी सेकेन्ड हाफमा लागेको छौँ। सेकेन्ड हाफमा भने फर्स्ट रेट रहेको छ। कपिलवस्तुको फर्स्ट रेट रहेको छ सेकेन्ड हाफमा।
गर्छ जर्सी नम्बर 7 लाई रिडरमा रहेको छन्। जर्सी नम्बर 7 पनि अत्यन्तै लाटो रूपमा खेलेर दागमा पोइन्ट दिन सफल भएका छन्। जर्सी नम्बर 7 द्वारा अत्यन्तै लाटो खेल रातोले जर्सी नम्बर 1 दाङको जर्सी नम्बर 1 अत्यन्तै क्विक मुभ देखाउँदै जर्सी नम्बर 6 द्वारा रेड तर 16 रेड भइरहेको छ कपिलवस्तुको। यस्तो पाराले उनीहरूलाई कमब्याक गर्न गाह्रो नै हुन्छ। जर्सी नम्बर 9 अत्यन्तै राम्रो खेलिरहेका छन्। जर्सी नम्बर 9 राम्रो किक अनि राम्रो बोनसको स्किल देखाउँदै आफ्नो टिमलाई कपिलवस्तुलाई टेक्निकल पोइन्ट रहेको छ। डबल था जर्सी नम्बर 2 द्वारा अत्यन्तै रनिङमा डबल था हान्न सफल भएका छन्। जर्सी नम्बर 2 भने अत्यन्तै अट्याकिङ मुडमा फुल जोसका साथ आएका छन्। दाङको डुओ डाइरेक्ट हेरौ जर्सी नम्बर 5 ले डुओ डाइ सफल। जर्सी नम्बर 5 भने डुओ डाइमा अनसक्सेस रेट भएको छ। स्कोर रहेको छ 26 र 11। Nice, जर्सी नम्बर 8 टिम पोइन्ट लिन सफल भएको छ। अब भने कपिलवस्तुको डुओ डाइ रहनेछ। हेरौ जर्सी नम्बर 10 ले डुओ डाइमा पोइन्ट लिन सफल हुन्छन् कि हुँदैन। नाइस कपिलवस्तुले राम्रो दिमाग लागेको छ। यो डिसिजन भने अनफेयर रहेको थियो। ब्लकमा सेल्फ आउट भएपछि रेडरलाई ढेकाउन जान पाइन्न।
नाइस जर्सी नम्बर 7 द्वारा आफ्नो टिमलाई अलर्ट हुनबाट बचाएका छन्। दाङका कोचले फेरि पनि टाइम आउट लिएका छन्। हामी फेरि पूर्ण आउनेछौँ टाइम आउट पछि। हामी फेरि पूर्ण आएका छन् टाइम आउट पछि 2 मिनटको स्ट्रेच टाइम आउट पछि हामी फेरि पूर्ण आएका छन्। रेडमा भरि जर्सी नम्बर 8 हेर कपिल वस्तुको सुपडाको अन रहेको थियो। सुपडाको त अनसक्सेस भएको छ तर जर्सी नम्बर 8ले भने आफ्नो टिमलाई 2 पोइन्ट लिएर आएको छ। बोनस रहेको छैन। 1v1 मा कति जस्तो दाङ फेरि पनि दाङद्वारा अफिसियल दाङले टाइम लिएको छ। अनि फेरि पूर्ण आउँछ स्टेडियम टावर 2 मिनट पछि। हामी फेरि पूर्ण म्याचमा फर्केर आएका छौँ। कपिल वस्तु जर्सी नम्बर 7 रेडमा नाइस जर्सी नम्बर 7 ले 1 2 3 4 5 पोइन्ट लिन सफल भएका छन्। सरी माई मिस्टेक 4 पोइन्ट रहेको रहेछ। जर्सी नम्बर 9 नाइस उनले भने डिफेन्सलाई लोभ्याएका छन्। आफ्नो स्किल देखाउँदै जर्सी नम्बर 9 स्कोर रहेको छ दाङको 36 कपिल वस्तुको 19। नाइस जर्सी नम्बर 2 द्वारा राम्रो डबल खायो। अब भने समय रहेको छ 5 मिनटको। 5 मिनटमा लगभग 20 पोइन्टको कमब्याक गर्न गाह्रो नै हुन्छ। नाइस जर्सी नम्बर 5 द्वारा राम्रो किक तर कपिल वस्तुको डिफेन्सद्वारा राम्रो सपोर्ट। जर्सी नम्बर 5 द्वारा राम्रो किक रहेको थियो तर कपिल वस्तुको डिफेन्सहरूले आफ्नो डिफेन्स देखाउँदै आफ्नो टिमवर्क देखाउँदै जर्सी नम्बर कपिल वस्तु जर्सी नम्बर 14 रेडमा देख्न सक्छौँ हामीले। जर्सी नम्बर 3 द्वारा आफ्नो फर्स्ट डिफेन्स देखाउँदै अफिसियल टाइम आउट गरेको छ। जर्सी नम्बर 3 द्वारा इन्जर्ड भएका छन्। जर्सी नम्बर 3 जर्सी नम्बर 3 ले भन्दै कबड्डीमा सानोतिनो खेल त म सहन सकिहाल्छु भनेर। अब भने समय रहेको छ 4 मिनट।
मलाई लाग्छ कपिल वस्तु टिमले आफ्नो आशा मारिरहेका छन्। जर्सी नम्बर 2 अत्यन्तै भर्नीपूर्ण एनर्जी र अट्याकिङ मोडमा आफ्नो डिफेन्सलाई देखाउँदै आफ्नो डिफेन्स र स्किललाई भरपुर युज गर्दै कपिल वस्तुका रेडरमाथि हावी परेका छन् जर्सी नम्बर 2 डिफेन्स। यो भने अति नै लेजी रेड गरेका छन् जर्सी नम्बर 3 द्वारा। बन्द राष्ट्रिय प्रतियोगिता निश्चित प्रतियोगिता लुम्बिनी फर्दस स्तरीय कबड्डी प्रतियोगिता दाङको कपिल वस्तु बीच भइरहेको छ। जर्सी नम्बर 2 द्वारा राम्रो बलक र उनको डिफेन्सद्वारा राम्रो सपोर्ट दिएका छन्। जर्सी नम्बर 2 ले भनिरहेका छन् सानो भएर के हो ममा भरपुर स्किलले आफ्नो गेम देखाउँदा। जर्सी नम्बर 10 द्वारा ब्यागहरूको ट्राई गरिएको थियो तर अनसक्सेस भएको छ ब्यागवर्क। राम्रो सिंगल अट्याक जर्सी नम्बर 6 द्वारा आफ्नो एनर्जी र स्किललाई देखाउँदै युज गर्दै कपिल वस्तुका रेडरमाथि हावी भएका छन् दाङका डिफेन्सहरू। डिफेन्सका सँगसँगै रेडरहरूले पनि राम्रो किक र आफ्नो स्किल देखाउँदै जर्सी नम्बर 9 कपिल वस्तुका रेडर सेल्फ आउट भएका छन्। सायद कपिल वस्तुका रेडरहरू आफ्नो आशा मार्दै डराएर खेलिरहेको अवस्था देखिरहेका छौँ हामीले। स्कोर भने 46-21 रहेको छ। 25 को लिडले दाङ अघि बढ्दै। जर्सी नम्बर 2 द्वारा रनिङ ह्यान्ड टचको प्रयास गरिरहेको छ तर अनसक्सेस भएका छन्। फेरि पनि उनी दाङले आफ्नो सबै खेलाडीलाई पालो दिँदै अब रहेको छ 1 मिनेट। नाइस सेकेन्ड म्यान र सरी माई मिस्टेक कभर राइट कर्नरद्वारा सन्डे अट्याक। 1 नम्बर अत्यन्तै फुल जोसको साथ हेरौँ उनले आफ्नो रेडलाई कतिको सक्सेस पार्न सक्छ। जर्सी नम्बर 1 भन्ने अनसक्सेस भएका छन् आफ्नो फर्स्ट रेड। अब भने कपिल वस्तुको लास्ट रेड नै भनौँ लगभग। पहिलो पटक गेमभरिमा जर्सी नम्बर 2 पहिलो पटक आउट भएका छन्। उनले आफ्नो टिमलाई ठुलो नै योगदान दिएका छन्। अब भने कपिल वस्तु र दाङ बीचको गेम सकिएको छ। दाङ 24 पोइन्टले लिड लिएर फाइनलको तर्फ बढिरहेको छ। फाइनल त नभनौँ अझै पनि गेमहरू बाँकी रहेका छ। आफ्नो
सेकेन्ड गेमको लागि अघि बढिरहेको छ। हेरौँ यसपछिको गेम गुल्मी र रूपन्देहीको। हामी फेरि पनि आउनेछौँ दर्शकबिनहरू, त्यति बेलासम्म आफू ब्रेकमा जानेछ। हस्त धन्यवाद।